जय गोर्खा। आज 18 तारिक मिति आइतबारको दिन यो हाम्रो ब्रान्च गोर्खा राष्ट्रिय मुक्ति मोर्चा हाम्रो दार्जिलिङ ब्रान्चमा आज एउटा सभा सम्पन्न भयो र यस सभामा हाम्रा ब्रान्चका युवा दाजु हाम्रो सुरज पटोवालज्यू साथै हाम्रो विधायक निरज जिम्बाज्यू सेक्रेटरी जनरल गोर्खा राष्ट्रिय मुक्ति मोर्चा र हाम्रा ब्रान्च अध्यक्ष एमजी सुब्बा ज्यूको अध्यक्षतामा आज यो युवाको एउटा सानो सभा जुन चाहिँ थियो यो हाम्रो सुसम्पन्न भएको छ र आउँदो दिनहरूमा हामी सबै युवाहरूलाई यही नै सन्देश दिन चाहन्छु कि हाम्रो जुन प्रकारको यो अहिले चलिरहेको हाम्रो यो हामीलाई गोर्खालाई हेप्ने गर्ने यो अब दिन जानेवाला छ, अब राम्रो दिन आउनेवाला छ। यो एकदमै शुभ सन्देश छ है हाम्रो दिल्लीबाट पनि र हाम्रो युथहरूलाई सम्पूर्ण युथहरूलाई हाम्रो गोर्खा राष्ट्रिय मुक्ति मोर्चा छोडेर सम्पूर्ण अरू जति पनि तपाईँहरू आउनु सक्नु भएको छैन उहाँहरूलाई पनि हामी यो नै सन्देश दिन चाहन्छु कि आउनुहोस्, हामी सबैजना मिलेर है गोर्खाको निम्ति हामी यो एउटा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको लागि मात्रै नभएर कुनै एउटा पार्टीको नभएर हामी सम्पूर्ण युथहरू अब हामीले कम्बर कस्ने बेला आएको छ र अब हामीले चाहिँ केही गर्ने हाम्रो एउटा यो समय आएको छ र राम्रो समय छ र दिल्लीबाट पनि एकदमै राम्रो पोजिटिभ हामीले सन्देश पाएको छौँ र आज हामी पनि एकदमै प्रफुल्लित र खुसी भएका छौँ र हामीलाई 2 गुणा 3 गुणा चाहिँ रिचार्ज हामीले यहाँबाट पाएको छौँ र अब आउँदो दिनहरूमा हामी एकदमै जोसिलो भएर तपाईँ हामी एकअर्कामा पक्का एउटा गोर्खा भएर एउटा युथ भएर चाहिँ हामीले गोर्खाको निम्ति कुछ गर्ने समय आएको छ र एकदमै राम्रो र जुन चाहिँ खिरको कुरा थियो यो साँच्चै नै एकदमै खिर भन्दा पनि अझै राम्रो हाम्रो लागि त्यो प्रसाद र अमृतै हुनेछ र यति भन्दै आजको यो सभा एकदमै सफल भएको र आउँदो दिनहरूमा हाम्रो जुन चाहिँ मुद्दा थियो त्यो पनि फत्ते नै भएको हामी यहाँबाट हामी युथहरूबाट चाहिँ हामी तपाईँहरूलाई यो हामी कुरा राख्दैछौँ र आउँदो दिनहरूमा हामी सम्पूर्ण युथहरू एक भएर अब यो पहाडलाई बनाउने समय आएको छ। यतिमै आजको यो मेरो कुरा राख्न चाहन्छु। जय गोर्खा।